सम्पूर्णमा नमस्कार। आज म भारतीय सेनामा सेवारत तथा सेवानिवृत्त भूतपूर्व सैनिकहरू र रक्षा पेन्सनभोगी दाजुभाइ तथा दिदीबहिनीहरूका लागि अत्यन्त महत्त्वपूर्ण विषय लिएर हजुरहरूको माझमा उपस्थित भएको छु। यो विषय हो पिपिओ, ब्याङ्क खाता र भारतको हकमा आधार कार्ड, पान कार्ड, नेपालको हकमा नागरिकता तथा अन्य आवश्यक कागजातहरूको जाँच, सुधार र सुरक्षासँग सम्बन्धित छ। आज धेरै भूतपूर्व सैनिक तथा रक्षा पेन्सनभोगीहरूले नियमित रूपमा पेन्सन लिइरहनु भएको छ, तर भविष्यमा आफ्नो जीवनसाथीले पारिवारिक पेन्सन सहज रूपमा पाउन सकुन् भनेर आवश्यक कागजातहरू मिलेको छ कि छैन भन्ने कुरामा धेरैले ध्यान दिनुभएको हुँदैन। त्यसैले आज यहाँ महत्त्वपूर्ण जानकारी हजुरहरूको माझमा साझा गर्न चाहन्छु। सबैभन्दा पहिला जो साथीहरू अहिले सेवामा हुनुहुन्छ उहाँहरूलाई मेरो विशेष अनुरोध छ, सेवाबाट निवृत्त भएर घर फर्कनुभन्दा अगाडि नै आफ्नो नाम, श्रीमतीको नाम, छोराछोरीका विवरणहरू, जन्ममिति तथा ब्याङ्क खाता सम्बन्धी सबै कागजात राम्ररी मिलाएर राख्नुहोस् र सकेसम्म जोइन्ट एकाउन्ट खोलेर सब मिलाएर, अहिले त पेन्सन आउँदा जोइन्ट एकाउन्ट खोल्नै पर्छ, खोलेर चाहिने मिलाएर सब कुछ भएर ढुक्क भएर आउनुहोस् भनेर उहाँहरूलाई मेरो सुझाव हो। अब प्रश्न रह्यो सेवानिवृत्त भइसक्नु भएका साथीहरूको हकमा। पेन्सनभोगीको निधनपछि श्रीमतीले पारिवारिक पेन्सन पाउनका लागि पिपिओमा भएको नाम र जन्ममिति ब्याङ्क खातामा भएको नाम र जन्ममितिसँग ठ्याक्कै मिल्नुपर्छ। यदि पिपिओ र ब्याङ्क खातामा श्रीमतीको नाम तथा जन्ममिति मिलेको छ भने छुट्टै पिपिओ बनाउन आवश्यक पर्दैन। आवश्यक कागजातसहित ब्याङ्कमा निवेदन दिएपछि पारिवारिक पेन्सन प्रक्रिया सुरु हुन्छ। भारतको हकमा पिपिओ, ब्याङ्क खाता, आधार कार्ड र पान कार्डमा भएको नाम तथा जन्ममिति एउटै हुनुपर्छ। यदि पिपिओमा श्रीमतीको नाम छैन भने पारिवारिक पेन्सन पाउन थप कानुनी प्रक्रिया पुरा गर्नुपर्छ। अब विवाह दर्ता, नाम, नाता प्रमाणित लगायतका आवश्यक कागजातहरू जिल्ला सैनिक बोर्ड मार्फत सम्बन्धित रिकर्ड कार्यालयमा पठाउनुपर्छ। त्यसपछि सम्बन्धित रिकर्ड कार्यालयले भेरिफिकेसन प्रक्रिया पुरा गर्छ। भेरिफिकेसन भएको छ कि छैन भन्ने कुरा सम्बन्धित व्यक्तिले आफैले पनि समय समयमा बुझेर कन्फर्म गर्नुपर्छ। अब यो जिल्ला सैनिक बोर्ड मार्फत हुन्छ र केही समस्या भएदेखि जिल्ला सैनिक बोर्डमा गएर तपाईहरूले बुझ्न पनि सक्नुहुन्छ। अब नाम, थर र जन्ममिति फरक भएमा भविष्यमा विभिन्न झन्झट र ढिलाइ हुन सक्छ। त्यसैले आफू जीवित छँदै सबै कागजात जाँच गरेर आवश्यक सुधार गर्नु अत्यन्तै आवश्यक छ। विशेष गरी 1986 भन्दा अगाडि सेवानिवृत्त भएर आउनुभएको महानुभावहरूले पिपिओमा श्रीमतीको नाम समावेश छ कि छैन भनेर अवश्य जाँच गर्नुहोस्। यदि नाम छैन भने विवाह दर्ता, नाता प्रमाणित लगायतका सम्बन्धित कागजात जिल्ला सैनिक बोर्डमा गएर पत्ता गरेर जिल्ला सैनिक बोर्ड मार्फत सम्बन्धित रिकर्डलाई कार्यालयलाई पठाउने प्रक्रिया गर्नु पर्यो। गरेपछि अब उहाँबाट भेरिफिकेसन भएर आएपछि तपाईँको चाहिने सिधा हुन्छ। र अर्को महत्त्वपूर्ण कुरा, सन् 1986 भन्दा अगाडि सेवानिवृत्त हुनुभएको धेरै व्यक्तिहरूको पिपिओमा नाम भए पनि त्यसको पुनः प्रमाणीकरण गर्नको लागि जिल्ला सैनिक बोर्डमा गएर पत्ता गरेर त्यहाँ केही फर्म होला, त्यो फर्म भरेर त्यो भेरिफिकेसन पनि गराउन जरुरी छ। नत्र पछि भेरिफिकेसन रहन्छ भन्छ फेरि पेन्सन जब आफ्नो सकेपछि। यदि ब्याङ्क खाता, आधार कार्ड, पान कार्डमा नाम फरक छ भने भारतमा त आधार कार्ड, पान कार्डको नाम पहिला मिलाउन मिल्छ। त्यो मिलाएर त्यहाँ चाहिँ पिपिओको लागि प्रक्रिया अगाडि बढाउन मिल्यो। सकेसम्म आफ्नो पेन्सनको ब्याङ्क खाता श्रीमतीको संयुक्त खातासँग मिलाउनुहोस्, जोइन्ट खाता खोलेर। यसले भविष्यमा पारिवारिक पेन्सन प्राप्त गर्न धेरै सहज बनाउँछ। अब मूल पिपिओ तथा संशोधित पिपिओ भए त्यसलाई सुरक्षित राख्नुहोस्, साथै केही फोटोकपीहरू पनि बनाएर सुरक्षित राख्नु र आफ्ना डकुमेन्टहरू आफ्नो श्रीमतीलाई बताउनुहोस्, मेरा ये डकुमेन्ट यहाँ छन्, यस सम्बन्धी भनेर जानकारी पारदर्शी हिसाबले दिनुहोस्। यदि तपाईँ स्पर्श प्रणालीबाट पेन्सन लिइरहनु भएको छ, अहिले त धेरै स्पर्शमा चाहिने कन्भर्ट भइसक्यो, यसको लागि स्पर्श सम्बन्धी पनि आफ्नो महत्त्वपूर्ण कागजातहरू राखेर अनि महत्त्वपूर्ण जानकारीहरू दिनुहोस् श्रीमतीलाई। आकस्मिक घटना भएमा उहाँहरूले कागजात खोज्न कठिन नभओस्। अब प्रश्न रह्यो नेपालको हकमा।
नेपालमा विक्रम सम्वत 2036 सालदेखि 2048 सम्म गाउँ गाउँमा नागरिकता विवरण नेपाल सरकारले नागरिकता वितरणको लागि अभियान सञ्चालन भएको थियो। त्यस समयमा धेरै भूतपूर्व सैनिकहरू भारतमा सेवा गर्नुभएको थियो। अब नागरिकता टोलीले घरमा ज्येष्ठ सदस्यले दिएको जानकारीको आधारमा नागरिकता बनाएको अवस्था धेरै ठाउँमा छ। धेरै ठाउँमा घरमा बोलाउने नाम नागरिकता लेखिएको छ भने सैनिक सेवाको रिकर्डमा जन्मकुण्डली वा शैक्षिक प्रमाणपत्र भएको नाम जन्मतिथि लेखिएको छ। भारतमा रिकर्डमा अङ्ग्रेजीमा लेख्यो। अब नेपालको नागरिकतामा नेपालीमा, त्यसो भएर जन्मतिथि पनि फरक फरक भए, नाम त पुरै फरक पनि भयो। कयौँको कसैको नाम फरक छ, कसैको नामको हिज्जे फरक छ, कसैको पुरै नाम फरक छ। अब जसको नाम यसरी फरक भएकाको फेरि नेपाल सरकारले एउटा जो नाम फरक छ त्यो चाहिँ सम्बन्धित निकाय जिल्ला प्रशासन कार्यालयबाट सिडिओ साहबले दुईवटै नाम एउटै व्यक्तिको हो भनेर प्रमाणित गरिएको प्रमाणपत्रले धेरै हदसम्म समस्या समाधान गरिरहेको छ। तर नामै फरक भएकोलाई त्यो फेरि वडाबाट नाता प्रमाणित अनि सम्बन्धित डकुमेन्ट सर्टिफिकेटहरू जन्ममिति पुरा प्रमाणित गरेर सिडिओ सर्टिफिकेट दुईटै व्यक्ति एउटै हो, दुईटै जन्मकुण्डली भएको पनि एउटै हो, जन्मतिथि र नाम भएको एउटै हो भनेर प्रमाणित गरेर जिल्ला सैनिक बोर्डमा गएर बुझेर आवश्यक प्रक्रिया पुरा गर्नुहोस्। यस्ता समस्याले व्यक्तिको जीवनकालमै समाधान गर्न सकिन्छ आफू जिन्दा हुँदै। तर निधनपछि परिवारले धेरै दुःख पाउनुपर्ने अवस्था आउँछ र आइरहेको छ। हालै हाम्रो समुदायमा पनि एउटा दुःखद घटना भयो। एकजना पेन्सनभोगीको निधनपछि उहाँको कागजातमा नाम नमिलेको कारण पारिवारिक पेन्सन प्रक्रिया रोकियो। उहाँ एउटै व्यक्ति भएको प्रमाणपत्र पनि रिकर्ड भेरिफिकेसन आवश्यक पर्यो भन्नुभयो। त्यस पछाडि नागरिकता, लाल पूर्जा, मतदाता परिचय पत्र अनि छोराछोरीका कागजात, छोराछोरीका विवरण, पारिवारिक सम्पूर्ण विवरण धेरै प्रमाणहरू पेश गर्नुपर्ने अवस्था आयो अनि अहिले पेश गरियो। अहिलेसम्म प्रक्रिया चलिरहेको छ र कहिले टुङ्गिन्छ भन्ने निश्चय छैन हजुर। त्यसैले म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई विनम्र अनुरोध गर्छु, आफू जीवित हुँदै पिपिओ, नागरिकता, ब्याङ्क खाता, आधार कार्ड, पान कार्ड, श्रीमतीका विवरण तथा जन्मतिथि सबै एकपटक राम्ररी जाँच गर्नुहोस्। यदि कोही सबै ठाउँमा नाम, थर, जन्ममिति एउटै छ कि छैन आफूले नजाने आफूभन्दा जान्नेलाई देखाउनुहोस्। भूपू अफिसमा गएर चाहिने भूतपूर्व सैनिकहरूसँग जाने बुझेकोसँग देखाउनुहोस्। आफ्ना छोराछोरीलाई देखाउनुहोस्, यो चेक गर बाबु भनेर। यसरी चाहिने एकपल्टि प्रक्रिया मतलब मजाले गर्नुहोस्। यदि त्रुटि छ भने त्यसलाई चाहिने सुधार्नका लागि अगाडि प्रक्रियामा गइहाल्नुहोस्। जीवनमा परिस्थिति अनुसार कसैले दोस्रो विवाह गर्नुभएको हुनसक्छ, कसैको पारिवारिक अवस्था फरक हुनसक्छ। तर जे जस्तो अवस्था भए पनि भविष्यमा आफ्नो जीवनसाथी र परिवारले दुःख नपाउने भन्ने सोचेर सबै कानुनी प्रक्रिया र कागजात मिलाएर राखिदिनुहोस्। यो राख्नु पर्यो। हामी बाँचुन्जेल सबै कुरा सजिलैसँग हुन्छ, तर हामी गएपछि हाम्रो अनुपस्थितिमा यी कागजातहरूले नै परिवारको पक्षबाट बोल्ने गर्छन्। यिनै प्रमाण हुन्। कतिपय साथीहरूले भन्नु होला यो त पुरानै कुरा हो, सबैले थाहा छ यस्ता कुरा, तर त्यो कुरो तपाईँको सही हो, यो पुरानै कुरा हो, यो कोही नयाँ कुरा होइन, नयाँ जानकारी दिएको छैन। तर भोगेको अनुभवले, मैले भोगेका अनुभवले सिकाएको कुरो फेरि एकपटक सम्झाउन खोजेको मात्र हो। किनभने धेरैलाई थाहा हुँदै पनि सानो लापरवाहीका कारण पछि ठुलो समस्या परेको देखेको छु र देखिएको पनि छ यो समाजमा। त्यसैले यसलाई एउटा पुनः स्मरण रिभिजनको रूपमा लिनुहोस्। आजै आफ्ना कागजातहरू निकालेर एकपटक फेरि जाँच गर्नुहोस्। जहाँ कमी कमजोरी छ सुधार गर्नुहोस्। किनभने पछि श्रीमान वा पारिवारिक सदस्यको निधनपछि कागजात नमिल्दा परिवारले धेरै दुःख पाउने अवस्था पनि आउँछ। मेरो यो जानकारीले एकजना परिवारलाई पनि भविष्यको उहाँको समस्याबाट बचाउन सक्यो भने म आफूलाई धन्यवाद ठान्नेछु भन्दै हस्त ल धन्यवाद। म बिदा भएँ। जय गोरख।